नमस्ते गाइज, हजुर स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। सन्चै हुनुहुन्छ होला? म पनि सन्चै आरामै ठिकै छु। आज चाहिँ म यहाँ पुलतिर म भिडियो गराउन आएको छु। हेर्न सक्नुहुन्छ मेरो दुईवटा साइकल। यो चाहिँ मेरो पुरानो साइकल हो भने यो चाहिँ मेरो नयाँ साइकल। आज मेरो भिडियोको टपिक थम्बनेल हेरेर थाहा पाउनु भइसक्यो होला मेरो भिडियोको टपिक के हो भनेर। आज चाहिँ मैले सस्तो र महँगो साइकलमा के फरक हुन्छ, डिफ्रेन्स के हुन्छ भनेर हजुरलाई देखाउन गइरहेको छु। अब हजुरहरू अन्तिमसम्म बन्नु होला। अब चाहिँ म देखाउँछु हजुरलाई। हुन्छ महँगो साइकलको लुक कस्तो छ हेर्दै दामी देखिन्छ, तर सस्तो साइकल पनि लुक त दामी देखेछ। यो मेरो सस्तो साइकल चाहिँ यो साइकल चाहिँ 15,000 को हो भने यो साइकल चाहिँ मेरो 60-65 छुन्छ। यो साइकलले मैले यो चाहिँ सबै मोडिफाई गरेर हेर्न सक्नुहुन्छ। मेरो ह्यान्डल ब्ल्याक कलरमा थियो, स्टिम ब्ल्याक कलरमा थियो, ग्रिप पनि ब्ल्याक कलरमा थियो भने मैले यो मोडिफाई गरेको पैसा एड गरेर। अनि मेरो यो हेर्न सक्नुहुन्छ रोटर पनि यो सानोवाला थियो, मैले चाहिँ यो मोडिफाई गरेको। हेर्न सक्नुहुन्छ अगाडि पछाडि ठुलोवाला छ। अनि हेर्न सक्नुहुन्छ यो मोटर गार्ड पनि मैले आफै हालेको हुन्छ। अनि जान्छौँ ब्रेकमा। यो चाहिँ हाइड्रोलिक ब्रेक हो। यो सबै मेकानिक सबै यहाँ तेल हाल्नुपर्छ भने यो चाहिँ मेकानिक ब्रेक हो। यो धेरै झ्याप्प ब्रेक लाग्दैन, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि हामी सस्पेन्सनमा जाऊँ। यो सस्पेन्सन चाहिँ हाइड्रोलिक सस्पेन्सन हो। यहाँ हामीले हातले अनलक गर्न सकिन्छ, हेर्न सक्नुहुन्छ। यो तर यो नर्मल हो, यो केही छैन, हेर्न सक्नुहुन्छ। गियरमा जान्छौँ। मेरो गियर चाहिँ यो 1/12 हो, हेर्न सक्नुहुन्छ। 1/12 छ। 1 2 3 4 5 6 7 8 10 11 12 हेर्न सक्नुहुन्छ भने यो चाहिँ मेरो 3/1 2 3 4 5 6 7 हेर्न सक्नुहुन्छ। हुन्छ यो टायर चाहिँ यो चाहिँ सानो छ भने यो चाहिँ 29 इंच साइजको मेरो टायर, हेर्न सक्नुहुन्छ। डिफ्रेन्ट बिट्विन टायरमा सक्नुहुन्छ। यहाँ मैले चाहिँ यो पनि मोडिफाई गरेको। अरूकोमा चाहिँ लङ स्टिम हुन्छ भने यो चाहिँ सर्ट स्टिम हो, त्यसै कारणले हाम्रो यो राइडिङ गर्दा सजिलो हुन्छ। यहाँ पनि हेर्न सक्नुहुन्छ स्टिम चाहिँ एउटै छ, तर यो चाहिँ महँगोवाला हो। यो चाहिँ 5,500 को भने यो चाहिँ 1500 को, हेर्न सक्नुहुन्छ। सिट पनि हेर्न सक्नुहुन्छ च्यातिसकेको छ, तर यहाँ चाहिँ नयाँ सिट छ सक्नुहुन्छ। यहाँदेखि हबदेखि आवाज एकदमै आवाज आउँदैन, हेर्न सक्नुहुन्छ। डग भन्छ। अब यो हामीले योमा गर्छौँ। यता चक्का त मलाई देखाएको गाइस, हेर्न सक्नुहुन्छ। अब चाहिँ म यसको हबको आवाज सुनाउन गइरहेको छु। भयो होला मेरो दुईवटा साइकलको हब दामी कराउँछ, हेर्न सक्नुहुन्छ। त्यो साइकल चाहिँ यति पनि कराउँदैन, त्यस कारण हेर्न सक्नुहुन्छ। यो साइकल चाहिँ लुकले नि दामी छ। सबै यो चाहिँ मतलब सबै राम्रो छ। यसको ग्रिप भने यो ग्रिप चाहिँ ट्याक्क चप्किन्छ च्याप्प, हेर्न सक्नुहुन्छ। भने यो यसको ग्रिप नर्मलवाला हो। त्यसलाई चाहिँ मैले भनिसकेँ डिफ्रेन्स बिट्विन चिप एन्ड एक्सपेन्सिभ साइकल, हेर्न सक्नुहुन्छ। चिप साइकल भर्सेस एक्सपेन्सिभ। विराज भन त कुन साइकल राम्रो छ यिनीहरू दुइटामा? कुन साइकल? गाइस हेर्न सक्नुहुन्छ मेरो महँगो साइकल माया लाग्छ यसको धेरै। यो यसको नि माया लाग्छ। यो मैले डह्रो धेरै उडाएको फर्स्ट साइकल होइन गाइस। यहाँदेखि हामीले भ्यू पनि हेर्न सक्छौँ गाइस, हेर्न सक्छौँ। यहाँ बच्चाहरू चल्दैछन् गाइस। यति नै मेरो आजको ब्लग। भोलि पर्सि मैले दामी ब्लग गराउँछु। हाउ टु डु विली पनि यति नै थियो मेरो आजको ब्लग। बाई बाई, अर्को ब्लगमा भेटौँला।